इसाला अम्मक आमा छोरी भएर खाम ल। ना यति त छ आफै टिपेर खानु म त दिन्न। म चाहिँ टिप्न सक्दिनँ र म त्यसको भन्दा राम्रो राम्रो टिपेर त्यसकै अगाडि मजाले साँधेर खान्छु अनि माग्न मात्रै आओस् न मैले त्यसलाई जानेको छु भन्दै मैले बोटबाट मजाले अम्मक टिपेर ल्याएँ हैन। मजाले अम्मकलाई चाहिँ मिच्ची मिच्ची पखालिसकेपछि मैले त्यसलाई काटिदिएँ अनि त्यसको गुदीलाई चाहिँ निकालेर एउटा आरीमा हालिदिएको छु अनि सबै अम्मकको गुदीहरू निकालिसकेपछि चाहिँ अम्मकको बोक्रालाई चाहिँ साइडमा राखिदिने अनि त्यो गुदीलाई चाहिँ मैले मजाले हातले मिचिदिएको छु हैन। अनि यो चाहिँ मिचिसकेपछि यस्तो बनेर रेडी भएको छ। अनि अम्मकमा हाल्नको लागि चाहिँ मैले मजाले सिलौटोलाई पखालेर चाहिँ त्यसमा नुन खोर्सानी र लसुनलाई मजासँग पिसिदिने हैन। अनि त्यसलाई चाहिँ मजाले पिसिसकेपछि मैले उठाएर त्यही अघिको अम्मकमाथि चाहिँ यसलाई हालिदिएको छु। अनि माथिबाट मजाले नुन खोर्सानीलाई हालिसकेपछि मैले त्यसमाथिबाट चाट मसलालाई पनि हालेर मजासँग मोलिदिएको छु हैन। यसलाई चाहिँ सबैतिर मरमसला लाग्ने गरेर मोलिसकेपछि मैले त्यही अघिको अम्मकको बोक्रालाई युज गरेको छु अनि अघि गुदी निकालेको अम्मकको बोक्राभित्र चाहिँ फेरि मैले यसकै गुदीलाई भर्दिसकेपछि अब चाहिँ हाम्रो यो अम्मक खानको लागि रेडी भएको छ। अहिले अम्मकको सिजनमा प्राय सबैको घरमा अम्मक पाइने भएकाले एकचोटि यो रेसिपी बनाएर ट्राई गर्नु होला। यो चाहिँ एकदमै टेस्टी बनेर रेडी भएको थियो।